हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। म चाहिँ फेरि पनि आइसकेको छु एउटा नयाँ भिडियोको साथमा। लास्ट समय माया गर्नु नबिर्सिनु होला। म चाहिँ बिहान उठेर ब्रस गरेर हात मुख धुँदैछु कि साथीहरू, किनभने हाम्रो घरमा एकदमै छिटो खाना बन्छ कि बिहान सबै आफ्नो काममा जानुपर्ने हुन्छ नि त। अनि यता मुख धोइसकेँ, मुख धोएर हेर्नु साथीहरू म कति गोरी देखिएछु। अब चाहिँ मैले क्रिम लाउँछु, अलिकति क्रिम लगाइसकेपछि अनि एक गिलास तातो पानी पिएर म खाना बनाउनुतर्फ लाग्छु कि। अनि खाना बनाउनुको लागि मैले साग चाहिँ हिजो राति नै काटेर राखेको थिएँ कि बिहान एकदम हतार हुन्छ नि त साथीहरू मलाई। त्यही भएर मैले चाहिँ हिजो राति नै साग काटेर राखेको थिएँ। अनि अब दही पखाली गरेर यता कराई बसाएँ। कराईमा तेल हालेर अदुवा लसुन थेचेर हाल्छु कि। म चाहिँ सागमा जहिले अदुवा लसुन र रातो खुर्सानी मात्रै हाल्छु कि। मलाई सिम्पल साग मनपर्छ नि त, त्यही भएर। तपाईँहरूलाई चाहिँ कसरी बनाएको साग मनपर्छ कमेन्ट गर्न नबिर्सिनु होला साथीहरू। मैले चाहिँ उता लसुन अदुवा खुर्सानी सबै फुराएँ कि। अनि त्यसपछि यसमा साग हालिसकेपछि मैले यता पिठो पनि मुस्दैछु। पिठो मुसेर राखेपछि रोटी बनाउनु सजिलो हुन्छ नि त साथीहरू। बिहानको टाइममा चाहिँ एकदमै हतार हुन्छ कि मलाई खाना बनाउन। 9-10 बजीसम्म हामी चाहिँ सबैजना आफ्नो काममा गइसक्छौँ कि, त्यही भएर बिहानको टाइममा एकदमै हतार हुन्छ मलाई चाहिँ। यता पिठो मुसेर पनि रेडी गरेँ। म चाहिँ बाटो हेरेर बसिरहेको छु कि साग कति बेला बन्छ भनेर। अनि यता नुन बेसार टमाटर सबै हाल्दैछु कि मैले सागमा। अनि टमाटर हालेर एकछिन छोपिदिन्छु कि। एकछिन छोपेपछि साग पाक्न छोडिदिएँ साथीहरू। यता मैले रोटी बनाउने तयारी पनि गर्दैछु। अनि रोटी बनाउनको लागि मैले तवा बसाएर रोटी बेल्दैछु। एकदमै हतार भइरहेको साथीहरू मलाई चाहिँ रोटी बनाउनु, किनभने माथि जानु छ मलाई छतमा गएर एकचोटि भए पनि फुलहरू हेर्नु पऱ्यो नि त। त्यही भएर एकदम हतारसँग मैले रोटी बनाउँदैछु कि। टाइम पनि भइसक्यो कि पार्लर जाने, त्यही भएर जहिले हतार हो कि साथीहरू मलाई चाहिँ बिहानको टाइममा। हतारमा रोटी बनाउँदैछु किनभने एकचोटि भए पनि मलाई छतमा जानुपर्ने हुन्छ नि त। फुलहरू हेरेर मात्र जाने हो कि पार्लर, त्यही भएर। अनि त्यसपछि रोटी पनि पाक्यो साथीहरू। अब ग्यास सलेक सफा गर्छु कि। ग्यास सफा गरेर अलिकति भाँडा पनि छ, त्यो भाँडा पनि सलेक धोएर अनि त्यसपछि माथि जान्छु म चाहिँ। छतमा गएर 2-3वटा गोपीको बोर्ड छ कि मसँग, अनि त्यसलाई पनि लगाउँछु। अनि एकछिन सर हेरेर आउँछु। अनि त्यसपछि पार्लर जानको लागि रेडी हुन्छु म चाहिँ। तपाईँहरूलाई पनि देखाउँदैछु कि मैले चाहिँ हेर्नु भनेर। अनि त्यसपछि मैले गोभी पनि लगाएँ। गोभीमा अलिकति पानी हालेर अनि म तलाएँ कि। तलाएर कपडा लगाएर रेडी भएर अब तयार गर्नु पऱ्यो नि त पार्लर जानुको लागि भनेर। मेकअप गर्दैछु कि म चाहिँ। मेकअपमा फेरि मलाई लिपस्टिक र सिन्दुर बाहेक अरू केही पनि आउँदैन कि साथीहरू। मेकअप गरेर अनि बाहिर चाहिँ मेरो बुढा बाटो हेरेर बसिराख्नु भएको कि मलाई छिटो आऊ भनेर। अब चाहिँ म जानुपर्ने हुन्छ। हस्त साथीहरू, आजको लागि यति नै। भेटौँला अर्को भिडियोमा। लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। बाई।